गाइस धेरै दिनपछि धेरै समय पश्चात मैले भ्लग हाल्ने निर्णय गरेँ। अब धेरै नै ग्याप भयो होइन, त्यस्तो आफ्नो हुन्छ। आज चाहिँ हामी केटाकेटाहरू भएर चिसेपानीमा, अब योभन्दा अगाडिको भिडियो नि ठ्याक्कै चिसेपानीकै थियो। त्यो बेला हामी पौडी खेल्न गएको थियौँ। हामी चाहिँ गइरहेछौँ, तपाईँहरूलाई पनि देखाउँदैछौँ। आज चाहिँ स्पेसल्ली 12 क्लास कम्प्लिट, मतलब अब यसपछि त पुरै बाँकी नै छ इक्जाम त। त्यसो अब 12 को चाहिँ अब हाम्रो पठन पाठन समाप्त भएको कारण अब त्यसको खुसियालीमा भनौँ कि दुखियालीमा भनौँ, अब त्यही भएर यसो गर्मीलाई यस मौसमलाई च्यालेन्ज गर्दै हामी जङ्गलमा रमाउन जाँदैछौँ र त्यो दृश्यहरू तपाईँलाई पनि देखाउनेछौँ, हेर्नुहोला। केटाहरू अगाडि हिँडिरहेको नै छ। अब धेरै महिना नै मैले ग्यापले हालिनँ, त्यही भएर जसले यो भिडियो हेर्दै हुनुहुन्छ कृपया मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, भिडियोलाई लाइक सेयर गरिदिनु होला, एउटा दामी कमेन्ट छोडिदिनु जसलाई म पढेर दामी रिप्लाई हान्न सकौँ। हस् त, धन्यवाद। अब हामी गन्तव्यमा पुगेर सबै दृश्यहरू तपाईँहरूलाई देखाउनेछौँ। ओइ बोल भाइ, मेरो च्यानल प्रमोसनको लागि केही फक यु बेहोरा अब यस्तो सबैजनाले गएर सब्सक्राइब गरिदिनु होला। अरे कहना क्या चाहते हो? चटपटे सामान अगाडिको चाहिँ सामान हो, तेल चाहिँ अलि थोरै भयो। चटपट हान्ने हो, अनि सो चिसो पानीको चिसो पानी पिउने हो, अनि आउने हो। ल फेरि पनि लाज पछाइ अब चाहिँ आइपुग्न आँट्यौँ हामी होइन। तर कस्तो है, पहिला आउँदा चाहिँ अब सबै हरियो थियो, अहिले चाहिँ अब सबै ठाउँ अब मतलब पात झरेर होइन, सबै रुखहरूको पात खसेर अलिक शून्य चाहिँ भएको छ। त्यही नि केही छैन, अहिलेको समय नै यही हो नि त, अब पात झर्ने, अब नयाँ पातहरू आउँदैछ यो रुखहरूमा। हेर्नु पहेँलो देख्नुभयो होला नि होइन, अब त्यहाँ भर्खर नयाँ पातहरू आउँदैछ। अब 1-2 महिनापछि फेरि हरियाली हुन्छ। अहिले चाहिँ जेस खाल्टै छ, अलिक खाली मतलब खुल्ला टाइपको लागिरहेको छ। ल आइपुग्यो हाम्रो गन्तव्यतिर। यही हो हामी आएको, यही हो ठाउँ चाहिँ। ल खुल्ला होइन, खुल्ला छ एकदमै, चारैतिर खुल्ला। यहाँ चाहिँ मान्छेहरू आइरहेको छन्। जङ्गलको यस्तो ठाउँ हो, अब आइहाल्छ नि मान्छे त होइन। प्राय मान्छेहरू प्रकृतिमा रमाउन खोज्छ, हामी पनि त्यही खोजमा आज यो ठाउँ आयौँ। एकदमै रमणीय दृश्यहरू हेर्न आएको छौँ। पानीहरू टक्क यहाँ छ, पानी खान मिल्ने चाहिँ उयो हो। कहाँ हिँडेको तिमीहरू चाहिँ? फेरि केटाहरू चाहिँ खोइ कता हिँड्दैछ। अब ठाउँ त यो बस्नुपर्ने, तर कोही कहाँ हिँडेको? लेउ छ, ओइ लेउ छ, शक्ति लेउ। केटाहरू ल्याम केही हुँदैन भन्छ। रोशन भट्टराई मार्टिन लगाएर आइरहेछ। फेरि यसले भिजा भने फेरि वा, अब सचिनले पनि जुत्ता। केटाहरू जङ्गल आएको त हो, मैले सर हिँडेको होइन त, चप्पलमा आउने हो क्या? ए दुःख पायो भने त मलाई जुत्ता लाउनाले। मान्छे अनुसार आउँछ नि, हो कि होइन भन्नु त? जोत काको ला भन्छ, अब के भन्नु मैले। राम्रै आएको छौ भगमा छिर्लासे यस्तो हालत। केटाहरू नुहाउने अरे हो, कहाँ नुहाउँछु हो त्यस्तो ठाउँ?
त्यो पानी खाने ठाउँतिर चाहिँ ननुहाउ खिच्चा मलाई पानी खाने होइन यहाँ यता जमा उसँग रमाउँ न सिके घोप्टेको ब्लक जा छिर रोशन छिर चिप्स यसले चिप्स सका त म्या याले एउटा चटपटे चाहिँ के खानु त्यो ए नहाल अहिले नखोला नि त सब खाइले खाइहाल्नु खाइहाल्नु खोज्छ सबै पौडी खेल्दैछ यिनीहरू चाहिँ चिसे पानीको पाहरू भ्यागुत्ताहरू यिनीहरू चाहिँ क्या बात ये बात है चिसे पानीको अर्ग्यानिक भ्यागुत्ताहरू कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गर्नु होला पानीको बिचमा लगाएर खाएपछि हामी चाहिँ के खानु हामी पनि अर्को खोल्ने हामी पनि ओइ ल्याउ न कस्तो बेहोरा देखाएको भ्यागुत्तेहरू यो भ्यागुत्ताहरू ककाललाई मन पर्यो कमेन्ट गर्नु होला अर्ग्यानिक भ्यागुत्ता त्यसै चिसो पानीको त यो लाएर त कस्तो ताप्यो बाहिर नआउनु हिँडेको छिर्दै वाहरू यहाँ कम भइरहेछ मान्छे आम्मा सुताइ हेर न ल यहाँबाट एउटा के भन्नु च्यालेन्ज भइरहेछ जित्नेले एउटा चादनी च्यालेन्ज चाहिँ के छ भन्दा म यहाँबाट हेरिरहेको छु जो धेरै बेरसम्म डुब्न सक्छ त्यो हुनेछ विजेता रेडी 1 2 3 गो ल डुब सब रोशन भट्टराई अलि चिटिङ गर्दैछ चिसे पानीको भ्यागुत्ताहरू बाजेको बाजे छ यहाँ दुईचोटि नै म्याच भएन अब चाहिँ लास्ट भन्दैछ ल अब चाहिँ अन्तिम हो जसले जित्छ त्यसले पाउँछ एउटा चादनी रेडी 1 सिधो पोजिसनमा बस केटा सब भ्यागुत्ताको पोजिसनमा 1 2 3 गो ल ओइ शक्ति सबको पोजिसन भ्यागुत्ता पोजिसनहरू भ्यागुत्ता अयो ल कडा प्रतिस्पर्धा है ल कसले जित्छ है हाम्रो भट्टराई आउट भानु आउट कस्तो हाँसिदियो यार मलाई भट्टराई आउट गऱ्यो कि त्यो ओ यो दुईटा मरो क्या हो सलाक के भयो त डुबाएको छैन शक्ति अलिकति ढिलो निक्लो कुदो चादनी खान ल भयो केटाहरू सबै नुहायो होइन म चाहिँ नुहाइनँ किनभने मलाई चाहिँ अलि पानीमा खाँचो खेल्न मन थिएन किनभने अलिअलि बिरामी पनि छु त्यही भएर अब केटाहरू सब नुहाइसकेर अब खानेकुरा अब हामीले के खान लिएको छौँ त्यो केटाहरूले बनाउँदैछ है सबै सामान चाहिँ हामीले पर पसलैबाट लिएको अब यहाँ बन्दैछ हाम्रो ताजा ताजा चटपटे ड्रेसमा आफ्नो तरिकाले फोटो खिचेर यहाँ फोटो हेर्दैछ होइन मैले चाहिँ खाना चटपटे रेडी गरिसकेको छु अलि तेलको अभावले गर्दा तेल चाहिँ कमी भयो केही छैन त्यस खाइहाल्नु त ल अब हामी खान्छौँ ओ मेरो ढुङ्गाहरू राख न ढुङ्गा उयो ढुङ्गाले राख क्यामेरा अनि फास्टमा बनाऊ न I meet my friend 11 class भन टक्क अलि इमोसनल भयो अलिक राम्रो हाले मलाई हाल्दिन मैले मार्नु नि त यति टाइम लिप्स भन्ने हो खाने कार्यक्रम धमाधम चलिरहेको छ म चाहिँ खाएको छैन भन्छ म चाहिँ थोरै खाने मान्छे हो नि त फेरि सबै अगाएर साइड लाग्यो होइन भुजा चाहिँ अलिक धेर भएछ क्या
हाम्रो तर्फबाट छोटो मिठो सबैजनाले मिलेर रमाइदिनु होला हामी चाहिँ यता तिम्रो आँखामै डुबिरहन छ तिमी मलाई म माया मार्दिन तिमीलाई छाड्दिन म माया मार्दिन तिमी मनमा छौ मेरो सम्झना हौ मेरो कहिले बिर्सिन्न त्यतिकै छोड न केशलाई उडाउन देऊ हावालाई डुब्छु होला तिम्रो आँखामै डुबिरहन छ तिमी मलाई थ्याङ्क यू गाइस थ्याङ्क यू पूर्व पछाडि चाहिँ राम्रो आयो नि हेर्दा है पगाडि भन्दा चाहिँ खिच्दैन लाली जो बन जान्छ कि हो पाता बजाउँदै सरी उड्यौ बादल छुनालाई म बसेको रेलै बुड्यौ मान्छे बसिने एक्लै रुनलाई कान्छी बसिने एक्लै रुनलाई फुल होइन काँडा काँडै बाटो हिँडौला सम्म होइन डाँडा डाँडै पनि काटौला सँगसँगै जिन्दगीको सुख होइन दुखै दुःख पनि काटौला Yes bro A few moments later. सबैजनाले आफ्नो कम तयार गरिसक्यो हामीले पनि रमाइलो गरिसकेका छौँ छटपटे पनि हामीले खाइ नसकेर हामीले चाहिँ अरू भाइहरूलाई पाड्यौँ तर एउटा कुरा होइन अब हामीले खायौँ नि त यसरी खोल चाहिँ हामीले जताभाइ फाल्नु हेर्नु त आम्मामा केटा ट्रिप म्याचले यस्तो जङ्गललाई यस्तो गर्ने हो कसैले 40 भन्दा मानेन अब मै अघि सर्छु म्याचले छोड्नु त भएन नि त होइन समाजसेवी व्यक्ति यहाँ समुएल राईज्यूले अब फोटो टिप्न जाँदै हुनुहुन्छ त फाइनली गाइस हामी हाम्रो ठाउँदेखि अब बिदाई हुँदैछौँ हामी हाम्रो गन्तव्य अब हाम्रो घर जाँदैछौँ ठाउँलाई छोडेर यहाँ फोटो हेर्न सक्नुहुन्छ है कस्तो ह्यान्डसम निक्लेको है प्रोफाइल चाहिँ चेन्ज हुन्छ कोहीलाई मन पर्यो भने प्लिज प्रोफाइल चेन्ज कमेन्टमा कसैलाई मन पर्यो सचिन भुजेल भनेर कमेन्टमा लेखिदिनु होला है त फेसबुक आइडी पनि सचिन भुजेलै छ है म फेसबुकमा नभेट्यो भने सुकुना स्कुलमा नि आएर भेट्न सक्नुहुन्छ भोलि म फ्री हो एनी टाइम जुवाएर भेट्दा नि हुन्छ भाडा उ चाहिँ अटोग्राफ चाहियो भने भन दुध बाटो जसको पनि हो ओ काले दुईजना चाहिँ फोटोसुट हानिरहेको स्लोमोमा गरे यार यो आफै स्लोमोमा आइज न भट्टा आइज तँलाई म केही सोध्न चाहन्छु तेरो यो चिसे पानीमा फर्स्ट टाइम होइन हजुर म फर्स्ट टाइम आएको चिसे पानीमा भन कस्तो लाग्यो ठाउँ एकदम रमणीय लागेको ठाउँ एकदम मजा भयो आज यसो पौडी खेल्न पनि चटपटे खान पनि एकदम दामी चटपटे बनाएको केटाहरूले एकदम फेरि आउनु मन लाग्यो यो ठाउँमा आउनुपर्छ आइराख्नुपर्छ ओके आउँदै गर्नु मन छ हामी साथीभाइ भएर अब पढाइको मात्र अन्त्य भएको जीवनको होइन मित्रताको अन्त्य भएको छैन हामी आउनेछौँ पछाडि फेरि मिल्नेछौँ यही ठाउँमा आएर होइन त के भन्नु यो त लेखक हुन्छ कि कवि हुन्छ कि हुन पनि बेर छैन भन्दैछ सानो सानो भन्दैन यो पनि युट्युबर होइन कति लाख सब्सक्राइबर छ मेरो 2,00,000
30,000 जति सब्सक्राइबर छन् अब तपाईँहरूले बढाएर 1 मिलियन जति पुऱ्याइदिनु पर्यो हेर्नु न यार म 150 सब्सक्राइबरमा 155 है कति सब्सक्राइबर छ यार साथीहरू 2 लाख भएको सब्सक्राइब के गर्दै हुन्छ र तपाईँहरू तपाईँहरूले मेरो च्यानललाई अझैसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने कृपया जानुहोला युट्युबमा र सर्च गर्नुहोला NEPROB नेप्रब लेखेर र त्यहाँनिर मेरो च्यानल आउनेछ 2,36,000 सब्सक्राइबर भएको कृपया गरेर सब्सक्राइब गरिदिनु होला सम्पूर्णलाई सम्पूर्णलाई जानकारी छ है उता मात्रै सब्सक्राइब गर्ने होइन मलाई पनि सब्सक्राइब गर्नु होला किनभने मेरो त अब 155 त छ एकदम म निराश हुन्छु हार्छु म बिस्तारै बिस्तारै बढ्छ नि त कहाँ एकचोटि बढ्ने हो बिस्तारै हुँदै जान्छ प्रोग्रेस छुट्टै मुन्ट्यो हात्तीले बटार्ला ल अब हामी घर जाँदैछौँ है मोन्टाज भएर कति महिना कति निकालिसक्यो त्यस्तै 40,000 रुपियाँ निकाल्यो होला त्यस्तै हुन्छ यसो घर खर्च टर्नको लागि यस्तो रुमहरू बसेर पढ्ने गर्ने हो भने त्यस्तोको लागि चाहिँ युट्युबबाट गर्दाखेरि अथवा कुनै पनि सोसियल मिडिया अनलाइनको क्षेत्रमा गर्दाखेरि अब मेहनत चाहिँ गर्नुपऱ्यो पैसा हुन्छ मोनिटाइजहरू गरेर अब अथवा अनलाइन सपिङहरू गर्न पनि सकिन्छ त्यसरी पनि कमाउन सकिन्छ जिन्दगीमा यो होइन कि केही पनि गर्न सकिँदैन देशमा बसेर यस गर्नुपर्छ देशबाट पनि अगाडि बढ्न सकिन्छ स्रोत साधनहरू निकाल्नुपर्छ आएका मेहनत चाहिँ गर्नुपर्छ यो मुला को यो हाप्सीला कराउँछ यो हाप्सीला जस्तो हाप गर्दै आउँछ आइज कुद साले रोनाल्डो रोनाल्डो ढलेको छ तर मजाले खिच्न पायो भ्लात्त लड्यो पातमा चिल्लेर भ्लात्तै लड्यो A few moments later. सचिन भुजेल र म चाहिँ अलि अगाडि आएको होइन केटाहरू अझै पछाडि छन् मलाई फोटो खिचेको जस्तै जङ्गल कहिले आएको थिएन नि त अब सहरमा बस्यो बानी जङ्गल देख्दा त के देखेँ जस्तो लाग्यो होला असलले पेन भिजेको थियो हेर्नु न के हालत भयो यस्तो लुगाको सक्छ त कसै पानीमा भिजेको थियो पेन अब हिँड्दा या धुलो छ बाटोमा यस्तो धुलो छ सबै धुलो उडेर पेनमा टाँसिएर थाहा थिएन अनि बागजोडा के घुम्ने ठाउँ यहाँ फोटो खिच्ने ठाउँहरू छ ल आइसक्यौँ है हामी चाहिँ गाउँ जङ्गलको अन्तिम मुख हो यो चाहिँ अब यो पार्टीमा हामी चाहिँ एकछिन प्रतीक्षा गर्नेछौँ केटाहरूको एकछिन पर्खेर त्यसपछि सरासर घर जाने हो A few moments later. ल गाइस आजको लागि हाम्रो ब्लग यहीँ यतिमै राख्न चाहन्छु एकदमै अब ढिलो भइसकेको छ होइन घर जाँदा ओर्दा सरासर जानुपर्थ्यो केटाहरू तर फोटो चाहिँ खिच्न छोड्दैन अब अहिलेसम्म जो मेरो भिडियोमा जोडिनु भएको छ हेरिरहनु भएको छ तपाईँलाई धेरै धेरै थ्याङ्क यू अरू आउँदो दिनमा पनि भिडियो हाल्न सकेको हुँ भन्दै मेरो छोटो ब्लग छोटो त होइन लामै भयो होला यहीँ टुङ्गाउँछु है त थ्याङ्क यू